साथीहरु एकछिन आउनुहोस् यो रमाइलो भिडियो हेरौं। यो रमाइलो भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईहरुलाई म के भन्न चाहन्छु भने यदि तपाईहरुले युट्युब च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्नु होला। यस्तै भिडियोहरु हेर्नको लागि र छेउमा भएको घण्टीलाई दबाउनु होला। र अब भिडियो सुरु गरौँ है त ढिला नगरिकन। आउनुहोस् हेरौं। सुन्नु न त्यो त गर्ने सबै उसको गर्छ मैले जस्तो गरेर हिँडेको छ भने नेपाल कानुन पर्यावरण लडाइँ पनि गर्न सक्छु भनेर पाइट लगाएको त्यसैले हैन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको व्हाई भन्यो भने इफ आई एम लेडीज अल्सो आई एम स्टिल अलाइभ आई क्यान डान्स अल्सो आई क्यान डु एभ्रिथिङ। त्यसैले हामीले देशमा राजा चाहिन्छ। के चाहियो ल भन्नुस् उहाँसँग भन्नुस्। तपाईँ श्रीमान उहाँ हो। मलाई पुइ चाहिन्छ। मलाई पुइ चाहिन्छ। मलाई मेरो पुइ चाहिन्छ। मलाई मेरो पुइ जानिदिन्न। मलाई मेरो चाहिँ पुइ चाहिन्छ। उहाँसँग नजान्दिने म जान्दिनँ। मैले मेरो पुइ म मेरो घरमा लग्छु। म त 20 लाख चाहिन्छ मलाई। यत्रो छोड्दिनँ। म त छोड्दिनँ मैले त। मलाई छोड्दिनँ। केटी दिन सक्छ पनि लग्छ सक्दैन पनि नत्र म छोड्दिनँ मैले त। ए तिम्रो सानो जुङ्गा छ र दिमाग पनि सानो छ। तिम्रो चाकमा गुल्ला। के बोला तूने? तिम्रो चाकमा गुल्ला। कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकारै सबभन्दा बढी गाडी खाने तपाईँ हुनुभयो। अहिले सामाजिक सञ्जालमा सिस्टमै बिगारिदिनु हो। त्यसमा तर कुलमान घिसिङले बाजी मार्नुभयो। उहाँको नाम छ जताततै। उहाँलाई बधाई छ। नेपालको हिरो भन्छन् कुलमान घिसिङलाई। ठिकै छ, उहाँलाई बधाई छ। यसमा अब तपाईलाई जिरो बनायो। जब मासुमा आइपुग्छ त्यहाँ अलमल हुन्छ क्या मान्छे। अनि त्यो अलमल हुने पनि कस्तो हुन्छ भने अनि त्यो मासु निकाल्ने बेलामा त्यो अन्त अरू खानेकुराहरू हाल्दै आउँदा उसको मुखमा हेरिरहनु पर्छ। केही रियाक्ट केही पनि हुँदैन होइन। जब त्यो मासुमा पुग्यो नि त्यो भागमा हाल्नुभन्दा अगाडि एक घुटको थुक निल्छ। जन्मै भएको मङ्गलबारको दिन भरिए पुण्यमा नौदिए घरीमा जब लभ परेपछि चाहिँ मैले टिकटकै छोडिदिएको थिएँ कि 6-7 महिना। 6-7 महिना अब टाइम दिन पर्यो यताउति हुन्छ नि त। त्यस गरेर 6-7 महिना टाइम नपुग्नाले म चाहिँ बन्द गरेँ। तर पछि म अब उसको आफ्नो के भयो र छोड्ने बाध्यता भयो र अनि त्यसपछि हजुर एउटा गई अर्को आउँथेन है। त्यसपछि म नखाइकन बसेँ। तर अझै पनि माया त